ठिकै ठिकै आइरहेको जस्तो लाग्यो तर यो क्यामेरा एङ्गल एउटा चाहिँ अलिकति भएन क्या मोबाइलबाट अलि कस्तो कस्तो अलि त्यो माथि मात्र देखिरहेको क्या सो अब म चाहिँ हाइवेमा पुगिसकेको छु हेलो वर्ल्ड एन्ड गुड मर्निङ एभ्रिवान म चाहिँ आज मैले नयाँ किनेको माइक टेस्ट गरिरहेको छु हाइवेमा मोटो भ्लग गर्नु खोजिरहेको छु म चाहिँ मोबाइल अड्काएर तर मोबाइल पनि उड्डाउला भन्ने डर छ है तर आज म जानुपर्ने ठाउँ चाहिँ कलङ्की खसी बजार हो म घरबाट हिँडेको लगभग पाउने 12 जति भयो होला अनि त्यहाँ चाहिँ एउटा सामान डेलिभरी गर्नुपर्ने छ आज मेरो यो रेल लाइन छ नि एक ठाउँमा पऱ्यो भने चाहिँ सबै ठाउँमा पर्ने एक ठाउँमा परेन भने चाहिँ अलिक पर्ने चान्सेस चाहिँ कमै हुँदो रहेछ क्या मैले नोटिस गरेको है मलाई त आइडिया छैन भने भिडियो कहिले अन गर्ने कहिले अफ गर्ने भनेर आइडिया छैन भने चाहिँ मलाई एकचोटि भनिदिनु होला है अनि यो अरूहरूले चाहिँ कि बाटोभरि अन गरेरै बोलेरै गइरहेको हुन्छ कि अब त्यो चिनचिनमा बन्द अन गरेर क्लिप्सहरू खिचिरहेको हुन्छ कि कस्तो है मलाई त केही आइडिया नै भएन क्या सो म चाहिँ यहाँ कोटेश्वर पुगिसकेको छ है अघि त्यो भाइचर बन्द गरेर बोलेको थियो अलि कस्तो कस्तो साउन्ड सुनेको थियो कस्तो कस्तो भन्दा पनि अलिकति त्यो झ्यार सुनिरहेको थियो क्या अब त्यही भएर मैले फेरि भाइचर खोलेको छु त्यो अलिकति बन्द भएर इको आएर चाहिँ त्यस्तो थाहा हो कि भनेर मैले खोलेको छु है खोइ के हुन्छ यार मलाई यो माइक साइकहरू पनि थाहा छैन यार के हो आइडिया भएन यो चाहिँ फ्लाइओभर पुग्यो ग्वारको पहिला म यहाँसम्म कलेज आउँथेँ यार पाटन क्याम्पसमा सुरुको लगभग 6 महिना जति चाहिँ आयो होला म किनकि फर्स्ट सेम मात्र पढायो यहाँ त्यसपछि उता भक्तपुर क्याम्पसमै ट्रान्सफर भएको थियो म इस्युजु डिम्याक्स कस्तो खतरा आफ्नो गाडी हो यार अनि यहाँ चाहिँ अहिले साइडमा कस्तो राम्रो यो फुलहरू फुलिरहेको छ यो रुखमा पुरै अलिकति ब्लोइस दामी देखिने गरी ओ अंकल जी कहाँ से बाटो काटिरहे हो एकान्त कुना पुगिसकेको छ अब यहाँबाट चाहिँ माथि सिधै जानुपर्ने हुन्छ म कहाँबाट जाने हो किन यस्तो आएको न यो म्यापले धोका दियो है धोका त के हो अब म्याप हेर्न नजानेपछि यस्तै घुम्नुपर्छ है म्याप हेर्न नजाने चाहिँ यस्तै घुम्नुपर्छ भने नि सिधै होइन यहाँ सिधै हो अरे प्रवेशद्वारबाट प्रवेश गऱ्यो हामी चाहिँ भाइचा लाएर पनि बिस्तारै मात्र बोल्नुपर्ने रहेछ म ठुलोसोले बोलेर हो कि यो अलिकति झ्यार आएको त्यही भएर म बिस्तारै बोलिरहेको छु अब फेरि आवाजै नसुन्नाले कि बिस्तारै बोलेर के गर्नु अब के हो टेस्ट एन्ड ड्राइभ गर्नै पऱ्यो के हुन्छ थाहा छैन हेर आवाज पनि के हो सस्तो खालको इक्विपमेन्ट लिएर गर्नुपर्ने त्यही भएर अब यस्तै नै हो ए काठमाडौँ ललितपुरको गल्लीमा घुम्नु पर्यो हाय के हो काहीँ थाहा छैन यस्तो गल्ली पनि थाहा छ है म्यापलाई हामीलाई थाहा छैन बरु पछि त मान्छेहरूको पनि दिमागमा अब चिप्स राखेर सबै डाटाहरू यस्तो हेर्ने मिल्ने गरी राख्छ होला है हुन्छ नि अब एउटा चिप्स हालिदियो म्यापदेखि लिएर डाटादेखि लिएर सब डाउनलोड गर्यो कपी पेस्ट गर्यो हुन्छ नि त्यो रोबोट फिल्ममा जस्तै अनि त दिमाग पनि ह्याक हुन्छ होला अलिकति मिस भयो भने यस्तो घुम्नुपर्छ हेर गाइज झन् यो लेफ्टपट्टिको साइडलाई बिग्रिरहेको क्या मेरो यतापट्टिको चाहिँ बल छ यतापट्टिको चाहिँ त्यहाँबाट होइन अरे अब काफी ठाउँ जानु लाग्छ कीर्तिनगर गेट यतैबाट जान्छ हो कीर्तिनगर त्यो उकालोपट्टि चढ भने हो
कहाँ पुग्यो 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 त्यो बोर्डमै आयो भने त अघि सो अब सामान पुर्याएर आइसक्यो हामी चाहिँ अब यहाँबाट के घर फर्किनु पऱ्यो है के भयो यहाँबाट अलिकति माथि गयो कि त्यहाँ गएर अब घुम्नु जानु पऱ्यो अब म प्रिफर गर्छु एकचोटि घुम्नु जानु है त्यही भएर चाहिँ अब यहाँबाट बाइक भएर जान्छु अनि त्यहाँबाट घुमेर चाहिँ घर जान्छु ओइ आफै पागल नि मैले चाहिँ यो मोबाइल अन गरेँ होइन ल सामानले बिर्सेको मलाई अब चाहिँ थाहा भयो के हो भनेर थाहा भयो पुगिसकेको छु सक्दैन हेरेर खाएर त्यो समाधान है यसोतिर जानु लाग्छु महेश्वर मन्दिरमा चाहिँ एकचोटि गएर बस्नु आनन्द लाग्छ कि मलाई ल बस्छ अगाडि त्यहाँ सो हामी महेश्वर मन्दिर पनि पुगिसकेका छौँ यहाँबाट चाहिँ भ्यू एकदम राम्रो देख्छ है खाइसकेका छौँ अब खाजा खाएर यहाँबाट अब घरतिर जानु लागेको सो पेट बुझानु भइसक्यो जस मिठो त्यो खाजा चाहिँ एकदमै मिठो थियो अब यहाँबाट घरतिर लाग्ने हो अघि नै भिडियो अन गर्यो कि भनेर म चाहिँ बोलेर बसिरहेको थिएँ तर भिडियो अन भएन रहेछ यार सेट कस्तो होला म पनि भिडियो अन गरेँ त्यहाँबाट खाजासाजा खाएर हामी चाहिँ निस्क्यौँ है अब घरतिर जानु लागेको म चाहिँ खाजा खाएँ है खाजा नि कस्तो मिठो थियो बाफ्रे साँच्चै त्यो त्यहाँको नेवारी अङ्कल आन्टीहरूको थियो कि पसल पनि अनि कस्तो नेवारी लोकल टेस्ट आउने है त्यो छोइलाहरू झन् कस्तो मिठो थियो लोकल त्यो खाजा सेट खाएको थियो एउटा एकदमै मिठो थियो खाजा सेट चाहिँ त्यो प्राइस पनि रिजनेबलै थियो यार एकदम सस्तो नि थियो प्राइस त्यही भएर चाहिँ वर्थ इट लाग्यो जे होस् अब यो म त्यो भ्लगिङमा चाहिँ अलिकति चाहिँ थाहा हुन थाल्यो है यो जति अब यो माइक राखेर बोल्दाखेरि चाहिँ चिचाएर बोल्नु हुँदैन रहेछ किनकि माइक अगाडि नै हुँदो रहेछ त्यहाँबाट बिस्तारै बोल्नुपर्छ भनेर बुझ्यो त्यो अब अलिअलि अब मोटो भ्लगिङहरू पनि गर्न थाल्नु पर्यो किनकि अब त्यो अरू काम छैन अरू है अब अरू गरौँ भने पनि लगानी गर्नलाई पैसा छैन र आइडिया त छ आइडिया नभएको होइन तर अब त्यो गर्नलाई पनि एउटा पैसा मनी म्यानेजमेन्ट गर्ने चाहिँ त्यति नलेज भएको छैन क्या त्यही भएर अब सकेसम्म चाहिँ अब यहीँबाट अलिअलि कन्टेन्ट क्रिएसनबाट अलिअलि गरौँ कि भनेर चाहिँ सोचेर बस्या हो म चाहिँ सोच्न त है तर खोइ अब के हुन्छ यार भाग्यमा के लेखाएको छ थाहा छैन है भाग्यमा जे लेखाएको छ त्यति मात्र पाउने हो हामीले अब त्योभन्दा बढी नै पाउँदैन त्योभन्दा कम पनि पाउँदैन क्या एभ्रिथिङ इज रिटर्न अलरेडी क्या
एक्सट्रिमको बोर्ड छ नि त्यहाँ एक्सट्रिमले यति मार्केटिङ गराएको कि अहिले लास्ट गराएको मार्केटिङ एकदमै यो मार्केटिङ गर्नुभन्दा अगाडि एकदमै यसको मार्केट कम थियो नि तर जब यो अहिले गरिरहेको नि मार्केटिङ उनीहरूले यताउति स्पोन्सर प्रोग्रामहरू गरिरहेको नि हिजो म ट्रेकिङ होइन हाइकिङ गएको थिएँ नि त उता लासाबाकेमा सरस्वती स्थान हुँदै कलमसीतिर गएको थिएँ क्या म त्यहाँ लासाबाकेसम्ममा मैले लगभग त्यो हरेक एभ्री त्यो टर्निङमा चाहिँ उनीहरूको बोर्ड हिँड्ने क्या हुन्छ नि त्यहीँ त्यस्तो छ भने चाहिँ अरूमा कति होला क्या त्यो त अब भक्तपुरको एउटा सानो भित्र ठाउँ पऱ्यो नि त अब त्यहीँ त्यस्तो छ भने अब अरूमा झन् कति गरे होला क्या मार्केटिङ अब मार्केटिङ इज भेरी भेरी नेसेसरी है कहाँ हो यहाँ यस्तो जाम भइरहेको अब बलकुचोक हुँदै घरतिर लाग्ने हो है साथीहरू सिधै फर्किन्छ खट्टा ड्रिम बाइक कहिले चलाउनु पाउँछ होला यस्तो खतरा बाइकहरू हामीले मलाई पनि यस्तो अलिकति सपोर्ट गरिदिनु होला गाइज बिकज आई अल्सो वान्ट टु राइड दिस जाइन्ट बाइक अनि यस्तो बाइक चढेर अफ रोडिङ गर्न चाहिँ मलाई एकदमै मन छ है एक दिन गर्नुपर्छ यार वाह कस्तो रमाइलो हुन्छ होला कसम फेरि जाममा परेछ लौ न के गर्ने होला अब सो म अब यहाँ सल्लाहगरीमा खेत पुगिसकेँ है अब यहाँ मम्मी खेत आउनु भएको छ मम्मीलाई पिकअप गरेर मम्मीलाई पनि सँगै लिएर जान्छ भन्छ है खेतमा जान्छु म मम्मीलाई पिकअप गर्न यो चाहिँ मेरो खेत है अब यहाँ पनि भ्यू राखिसकेको थियो उम्रिसकेको रहेछ त यो अस्ति भएर आएको जस्तो उम्रिसकेको रहेछ ल अब यहाँबाट यो एउटा खेत भयो अनि उयो एउटा खेत हो हाम्रो चाहिँ खेतबाट फर्किन लागेको सिधै अब घरै जान्छु म चाहिँ है यहाँ नयाँ रेस्टुरेन्ट खोला है सिधै घरतिर जान्छु अनि रेस्ट गर्छु आज अनि फेरि अर्को ठाउँमा जानुपर्छ एकचोटि खेतमै किप वाचिङ किप सपोर्टिङ स्टे ह्याप्पी एन्ड स्टे हेल्दी फाइनल्ली घर पुगिसकेको छु म चाहिँ ओ छिटो भाइ